हेलो गाइज, नमस्ते सबैजनालाई है। अहिले भने चाहिँ म एकछिन मेडिकल सप जाउँ भनेको है। अन्त अहिले हेर्नु नि, यो यस्तो खालके यो सेतो घाउ चाहिँ लगभग 1 महिना जाति हुन्छ। 1 महिना फेरि ठिक भइसकेपछि फेरि 1 महिना बादमा फेरि त्यस्तै हुन्छ हो। गर्दा अहिले पनि स्टिल छ। यी 5-6 दिन भयो खाना खानु अप्ठ्यारो, यति साह्रो पर्यो कि अब म एकछिन मेडिकल सप गएर दबाई लिएर आउँछु। कस्तो हुन्छ है, गएर सोध्नु पर्यो यो के हो। मैले अस्ति पनि हुन त दबाईहरू त युज गरिबस्छु। दबाई खाने पनि दबाई खाएँ, लगाउने पनि लगाएँ है। ट्याक्कै क्या अब जाति हुन्छ, दबाई लगाइन्जेल फेरि अलिक दिन बादमा त्यस्तै हुन्छ। यो प्रब्लमले गर्दा चाहिँ साथीभाइ म एकछिन अब मेडिकल दोकान गएर चाहिँ सोध्नु पर्यो। अहिले भने चाहिँ म सब आइसकेको छु है। यो दबाई दोकानमा आइसकेको छु। भैया मुझे न ऐसा माउथ अल्सर होते रहते, हर दवा खाने से ठीक हो जाता, फिर 15 दिन बाद फिर आ जाता। ये ज़्यादा खाते क्या? हफ्ते में 2 बार खाता हूँ नॉनवेज। गर्म चीज खाने बॉडी वीक से भी ऐसा होता है। उसको डॉक्टर दिखाऊँ या डॉक्टर को दिखाए तो बहुत अच्छा है। किसको, कौन सा डॉक्टर को? नगर में डॉक्टर अमरिंदर कुमार को। अभी तो नहीं खुलेगा शायद। अभी एक काम कीजिए, टैबलेट दे दीजिए। क्या ये विटामिन B12 कुछ कम हुआ नहीं? बी का डिफिशियंसी है तो ऐसा होता है। तो वो टैबलेट दे दीजिए एक बार ल। यहाँ चाहिँ साथीभाइ भैयालाई मैले भनेर एउटा दबाई चाहिँ अब लिएर जाँदैछु है। अब भोलि छुट्टीको दिन चाहिँ म डक्टर देखाउने छु हो। र तपाईँहरूलाई पनि के आइडिया छ यो बारेमा है भने चाहिँ मलाई यसो कमेन्टमा आएर भनिदिनुहोस् न। साह्रै मलाई त साह्रै पारे यसले चिजले चाहिँ, यसले चाहिँ बोल्नु पनि अप्ठ्यारो हुन्छ है। मेन खाना खानु पनि अप्ठ्यारो हुन्छ। त्यसले गर्दा यस्तोहरू पुरा सुनिरहेको छ क्या। खाना खाने के बाद दोनों 15 मैले चाहिँ यहाँ भैयाकोबाट चाहिँ एड्रेस लिएको छु है डक्टरको। र अहिले भरे चाहिँ यहाँनिर डक्टरकोमा गएर देखाउनु पर्यो। ओके साथीभाइ, सबैजनाबाट बिदा लिन चाहन्छु। फेरि भेटौँला नेक्स्ट ब्लगमा। तब तकको लागि बाई बाई।